हामीले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुँदा स्थिरता आउँछ, सरकारले राम्रोसँग काम गर्न पाउँछ, विकास हुन्छ भनिरहँदा हामीले युएसए र युरोपका रसिया, फ्रान्स लगायतका देशहरूलाई रिफरेन्स मानिरहेका छौँ। तर यी देशहरू भनेको सिक्काको एउटा पाटो मात्रै हुन्। सिक्काको अर्को पाटोलाई हेर्ने हो भने दृश्य बिल्कुलै फरक छ। तर सिक्काको अर्को पाटोमा जानु अघि दुई पाटोको बोर्डरमा रहेका एसियाली देशहरू इन्डोनेसिया, फिलिपिन्स र श्रीलङ्कालाई छुटाउन मिल्दैन। त्यसैले सुरुमै यिनका बारेमा कुरा गरिहालौँ। यी देशमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था छ, तर यो व्यवस्था हुँदैमा समाजका सबै समस्याहरूको समाधान हुन सकेका छैनन्। सरकार रिलेटिभली स्टेबल छ, विकासका कामहरू पनि भएका छन्, तर पनि जनताले अपेक्षा गरे अनुसारको डेलिभरी भने दिन सकेका छैनन्। भ्रष्टाचार व्याप्त छ र जनतामा निराशा कायमै छ र त्यही निराशा विस्फोट भएर रिसेन्ट इयर्समा यी देशहरूमा ठुला आन्दोलनहरू पनि भए। श्रीलङ्कामा त 2022मा त्यहाँको राष्ट्रपति नै देशबाट भाग्नुपर्ने स्थिति आएको थियो। सरकार स्थिर हुँदैमा सबै समस्याहरूको समाधान हुँदैन भन्ने कुराको उदाहरण हुन् यी देशहरू।